पर्ने छैन, किनभने तपाईहरुले मेरा कुरा सुनि पनि रहनु भएको छ, सुनि पनि सक्नु पनि भएको छ धेरैपल्ट, धेरै समयदेखि। र आजको समय मैले दिएका अन्तर्वार्ता, मैले गरेका टिप्पणीहरू, मैले विभिन्न ठाउँमा बोलेका कुरा ती सार्वजनिक हुने भएको हुनाले देशभरि पुगेका हुन्छन्, तपाईहरुले पनि सुन्नु भएको छ। आजकै कार्यक्रममा पनि नेकपा एमालेले गरेको विकास, आँखा हेर्न पर्दैन, काम हेर्नु होला। मेरो नेतृत्वमा नेकपा एमालेले गरेको विकास, आँखा हेर्न पर्दैन, काम हेर्नु होला। र मेरो नेतृत्वमा नेपाल सरकारले गरेको विकास, आँखा हेर्न पर्दैन, काम हेर्नु होला। त्यस बारेमा राजा राजेन्द्रले काफी प्रकाश पनि पारिसक्नु भएको छ। बालेनमा देखियो वीरेन्द्रको झल्को। वास्तवमा नेकपा एमाले मात्रै यस्तो पार्टी हो मेरो समुदायको लागि, मेरो वर्गको लागि एमालेले के गर्यो भन्दा जवाफ दिन सक्ने, यस ठाउँको लागि एमालेले के गर्यो भन्दा जवाफ दिन सक्ने पार्टी नेकपा एमाले एक्लै हो। 2 वर्षमा बन्ने बाटो 20 वर्षमा पनि बन्दैन, 1.5 वर्षमा बन्नु पर्यो। त्यो हो हाम्रो एजेन्डा। देशको कुनै कुनामा जानुहोस्, कुनै कुनामा गएर नेकपा एमालेले यस ठाउँका लागि के गर्यो भनेर कसैले सोध्छ भने एमालेले जवाफ दिन सक्छ। एमालेले के गर्यो भनेर, कस्तो विकास गर्यो, के गर्यो भनेर हामीले यहाँ कुरा गर्दा महाकालीको उदाहरण दिनु पर्दैन। यहाँ कुरा गर्दा दार्चुला र ताप्लेजुङको उदाहरण दिनु पर्दैन। ताप्लेजुङमा कुरा गर्दा दार्चुलाको कुरा गर्नु पर्दैन। दार्चुलामा कुरा गर्दा ताप्लेजुङ वा ओखलढुङ्गा वा सोलुको कुरा गर्नु पर्दैन। हुम्लामा कुरा गर्दा तराईको कुरा गर्नु पर्दैन। त्यही ठाउँमा जहाँ कुरा गरिएको छ त्यही ठाउँमा उभिएका ठाउँबाट वरिपरि हेर्यो भने एमालेले गरेको विकास देखिन्छ। जहाँ उभिएको छ देशको त्यो ठाउँबाट वरिपरि हेर्दा एमालेले गरेको विकास देखिन्छ। एमाले त्यस्तो विकास प्रेमी र विकास हाँक्ने पार्टी हो भन्ने सबैलाई थाहा छ। यसले सुनौला हजार दिनदेखि जन्मिनभन्दा पहिले गर्भमा हुँदादेखि अन्तिम संस्कारसम्मका कुन चाहिँ अवधिमा मानव जातिको लागि के काम गरेको छैन, कसका लागि के काम गरेको छैन। किसानका लागि, मजदुरका लागि, अथवा शिक्षकहरूका लागि, कर्मचारीहरूका लागि, प्रहरीका लागि, सशस्त्र प्रहरीका लागि, सेनाका लागि, अथवा व्यापारी व्यवसायीहरूका लागि, उद्यमीहरूका लागि, यातायात व्यवसायीका लागि, निर्माण व्यवसायीका लागि या अरूका लागि कसका लागि नेकपा एमालेले काम गरेको छैन। बालबालिका लागि, किशोर किशोरीका लागि, युवाहरूका लागि, अधवैंशहरूका लागि, जागिर खाने उमेरका युवाहरूका लागि, पढ्ने उमेरका युवा र बालबालिकाहरूका लागि, अथवा ज्येष्ठ नागरिक भएपछिका लागि। हामीले ज्येष्ठ नागरिक भत्ता मात्रै होइन, अपाङ्गता भएका अशक्त व्यक्तिहरूका लागि, अनाथ भएका टुरा टुरीहरू जसको कोही अभिभावक छैन तिनका लागि सरकार नै अभिभावक हुनुपर्छ भनेर हामीले काम गरेका छौँ। तैपनि एमालेका बारेमा प्रश्न उठाउनु भनेको कि त बुझ्दै नबुझ्नेले प्रश्न उठाउँछ कि त अरू नै कुराबाट प्रभावित भएर प्रश्न उठाउँछ। नेकपा एमालेको सन्दर्भमा प्रश्न उठाउने ठाउँ छैन। अर्को, नेकपा एमाले बाहेक अरू कसैले आत्मविश्वासका साथ हामीले देशका लागि काम गरेका छौं भनेर अरू कसैले भन्न सक्छ? सिङ्गो
तराई मधेसको तल्लो बेल्ट एकदम पछाडि परेको थियो। त्यसलाई हुलाकी राजमार्ग र तोसँग अरू राजमार्गहरू जोडिएर आधुनिक बनाइएको छ। त्यहाँ खानेपानीको व्यवस्था, बिजुलीको व्यवस्था सबै चिज पुर्याइएको छ। कुनै कुनै ठाउँमा भने जस्तो नभएको होला, कुनै कुनै ठाउँमा मूल बाटोसँग जोड्ने सहायक बाटो ग्राभेल मात्रै भएको होला, पक्की नभएको होला। एकैचोटि भइसक्दैन, गर्न पर्दछ। कतिपयले मलाई सोध्ने गर्छ, तपाईँले धेरै काम गर्नुभएको छ, यति धेरै विकास गर्नुभएको छ, अब फेरि तपाईँ किन उम्मेदवार हुनु पर्यो? काम धेरै भएको छ तर अझै गर्न बाँकी छ। ती कामहरू अगाडि बढाउनै छ, अधुरा कामहरू पुरा गर्नुपर्ने छ। त्यसकारण यदि यही दमकले हेरोस्, रतुवामा एउटा पुल थियो, माओमा एउटा पुल थियो, राजमार्गमा आउनु पर्थ्यो कालो पत्र हेर्नलाई, अहिले घर अगाडि कालो पत्र छ, घर अगाडि कालो पत्र छ, बिजुलीका खम्बाहरू छन्, ट्रान्सफर्मर छ, घर घरमा बिजुली छ। अनि कालो पत्रको छेउमा उभिएर अहिलेसम्म के भयो भनेर, कालो पत्रको छेउमा उभिएर जसको आँगनमा कालो पत्र पुगेको छ उसले भनेको सुनिन्छ, अहिलेसम्म के भयो? जसको घर झिलिमिली भएको छ। म यस ठाउँमा आउँदा बिजुली थिएन, दमकमा पेट्रोमेक्स बालेर कार्यक्रम गरिएको थियो। टुकी बाल्नु पर्थ्यो, लालटिन बाल्नु पर्थ्यो। आज घर झलमल झलमल छ। बिजुली कथम कदाचित गइसक्यो भने, एकछिन बिजुली गयो भने पनि मान्छेले